स्वागत छ मेरो युट्युब च्यानलमा। मेरो चाहिँ यो नयाँ युट्युब च्यानल हो, भर्खर युट्युब स्टार्ट गरिरहेको छु गाइजहरू। म चाहिँ आज किन भिडियोमा आएको छु भनेर हजुरहरूलाई बिस्तारै थाहा हुन्छ होइन, बिस्तारै भन्दा पनि भनिहाल्छु। म चाहिँ मेरो आज फलोअप छ होइन, मेरो एक्सिडेन्ट भएको थियो अनि 3 मन्थ भयो, ठ्याक्कै वैशाखको 22 गते। अनि म चाहिँ हस्पिटलको लागि जानु लागेको छु। के भन्नुहुन्छ डक्टरले, कस्तो भन्नुहुन्छ म तपाईँहरूलाई अपडेट दिइरहेको हुन्छु। अहिले चाहिँ अब म रेडी हुन जानु लागेको छु। म रेडी भएपछि म तपाईँ म चाहिँ अब मोइस्चराइजर, अब छोरी मान्छेले अलिअलि त मेकअप लाइक भनौँ न अनुहारमा अलिअलि नपोतिकन त निस्किनै सकिँदैन। सकिनु त सकिन्छ होइन, तर पनि अब सनस्क्रिमहरू मोइस्चराइजरहरू त अब त्यो डेली छोरी मान्छेलाई चाहिँ है सनस्क्रिन, मोइस्चराइजर, स्किन केयर, मेकअपको सामान नभए नहुने क्या। कहीँ जानु पर्यो भने पनि सनस्क्रिन, मोइस्चराइजर अनि स्किन केयरको सामान, मेकअपको सामान नलिकन त कोही केटी काहीँ पनि जाँदैन होला हौ। त्यसमा चाहिँ म पनि पर्छ, अलिअलि त अनुहारमा पोत्नु परिहाल्यो छोरी मान्छे भएपछि त। गाइजहरू त्यस्तो साह्रो म हेभी मेकअप चाहिँ गर्दिनँ, त्यही हस्पिटल जाँदालाई होइन, त्यस्तो साह्रो मेकअप गरेर मैले ब्रस लगाएँ, मैले डाइरेक्टली ब्रस लगाएँ, केही नलाउनु। त्यही अब हस्पिटल जाँदा पनि मेकअप गरेर होइन, फेरि नक्कली भन्छ होला भनेर यतिको लागि जाने हो। मलाई लिक्विड चाहिँ खासै चलाउन आउँदैन, अब चलाउने बानी गर्नु पर्यो भनेर नि हातले नै ब्लेन्ड गरिदिएँ। कता कता ब्लेन्ड भएको थियो, मलाई चाहिँ खै किन एलर्जी आइहाल्दो हुन्छ, गरिदिएँ। ल म चाहिँ रेडी भएँ अनि मैले इनड्राइभ पनि बुक गरिसकेँ। अब हस्पिटलको लागि जानलाई रेडी छु। मलाई कस्तो बोल्नै आउँदैन हौ, के बोल्ने कसो बोल्ने थाहा छैन। अब भर्खर स्टार्टिङ भएर होला गाइजहरू, अलिकति मलाई गाह्रो नै हुन्छ। मेरो आज अनुहार सुन्निरहेछ मलाई थाहा छ। अनि हस्पिटलमा अब डक्टरले के भन्नुहुन्छ म त्यो पनि तपाईँहरूलाई भन्नेछु होइन, बिस्तारै अपडेट दिनेछु। यहाँ चाहिँ मेरो बाबा अघि नै रेडी भएर बसिरहनु भएको छ होइन, यहाँ मोबाइल चलाएर मुख चुचो बनाएर। हेलो बाबा। के हो, के साह्रो मोबाइल चलाउनु भएको, त्यत्तिकै मम्मीले त गाली गर्नु भएन। गाइजहरू इनड्राइभ बुक गरेको, यो याङ्गोलाई बुक गरेको होइन, कस्तो 2-3 मिनट देखायो होइन, लाइक 2-3 मिनट त नभनौँ, 3 देखि 5 मिनट देखायो, आउँदैन। अनि क्यान्सल पनि गर्नु मिलेन क्या, उताबाट पनि क्यान्सल गरेन, यहाँबाट पनि मेरोबाट मिलेन, के भएको पनि। अनि फेरि इनड्राइभ बुक गरेर जानु लागेको, आउनु लाग्यो होला होइन, इनड्राइभको ट्याक्सी पनि सबै नि होला।
यहाँ हो क्या लिफ्ट चाहिँ यता आउनु त बाबा यता फर्छ त्यो बिल चाहिँ नहराउनु ल बाबा बिल चाहिन्छ ल लिफ्ट 3 मा आइपुग्यो आज त कोही मान्छे पनि रहेछ त एक्सर्साइज गरेर हामी रुटिनमा बस्नु छ त्यस पछाडि चाहिँ मेरो पानी होला डक्टरलाई चेकअप गरेर पनि सक्यो एक्सरे गरेर पनि सक्यो एक्सरे अब हामी घरतिर लाग्दैछौँ जिरोमा घरतिर लाग्ने कि खाजा खाने कि के गर्ने थाहा छैन खाजा खाएर जाने कि के गर्ने बाबा खाजा खाने अनि छोरीसँग अनि जाने घर है ओके हामी चाहिँ बाबा छोरी मोमो खाने लागेको मोमो त आएको छैन वेटिङ गर्छौँ ल ठ्याक्कै मम्मी पनि हामी हस्पिटलमा छौँ भनेर मम्मी हस्पिटलमा पुग्यो चिकन मोमो तपाईँ के खाने त्यहीँ आएको खाऊँ न त मम्मी चाहिँ हस्पिटल छ भनेर हस्पिटल खाना नखाए आएको अनि के खाएर आउनु कसले बनाउँछ र खाना के अल्छे रहेछ बाउछोरी त हिँड्ने बेला भयो बस्नु न त्यति काम नगर्ने जस्तै अब यो जब उठाउँदा मैले यतिको पानी उचालेँ दुख्यो यतिको चिजहरू उठाउनु भयो चलाउनु भयो गरमको चिजहरू उठाउँदा दुख्यो भने त्यतिको ओजन भएको चिजहरू चलाउनु भयो हल्का अरू कामहरू गर्नु भयो जुठाडा सुठाडा हुने रहेछ त्यसो भने खानासाना बनाउनुहरू भइगयो नि खाना पनि बनाउनु कुकर उठाउनु सकिन्छ त्यहाँ चामल भएको चिज हल्का हल्का भनेको हो मामा त कस्तो हुन्छ भनेको मम्मीलाई नान रोटी खान मन छ अरे अनि नान रोटी खान जानु त लिएर आउनु भनेको मान्नु के भन्नु जानुभयो सर्भिसिङ सर्भिसिङ गरेर यता यतै आउनुपर्नेछ मम्मी त हामी हस्पिटलमा हामी त कति हल्ला गरेको हौ
आम्बु भेना हुनुहुन्छ कि यहाँ हस्पिटल आएको नि त नानीले आज देखाएको थियो चिकन मोमो हलफमा अनि नानीसँग चाहिँ मिक्स गरेर यो अचारसँग मिठो भयो मोमो पनि खानु है मम्मी मोमोभन्दा अगाडिको चाहिँ अचार राख्छु म मिठो छ है अचार मोमोको अचार रोटी नै खान्छ सेको खानु दिनु न भनेको कहाँ कहाँ छ हेर्नु सुकेधारामा मेरो बाबाले मिक्स गरेर खानु भनेको हामी चाहिँ लाग्यो बाबा मम्मी चाहिँ कस्तो दामी घाम लाग्यो बाबा मम्मी चाहिँ बाबाको चस्मा लिन जानु लाग्नु भएको छ म चाहिँ घरतिर लागेँ यो यता चाहिँ किन त्यहाँ जाने उयो छ त उता बस्ने ठाउँ त्यहाँ जानु म चाहिँ यहाँ गाडीतिर छु साह्रो कस्तो भने म गएँ हस्पिटल पुगेँ होइन हस्पिटल पुगेपछि डक्टरलाई भेटेँ अनि त्यसरी डक्टरले अनि यहाँ एकचोटि छाम्नु भयो होइन पेन हुन्छ कि हुँदैन किनकि मेरो यहाँ ब्युटी बन्नु नि त यस्तो भएको छ हेर्नु अनि यो ब्युटी बनमा छाम्नु भयो पेन हुन्छ कि हुँदैन भनेर अनि अहिले कतिको पेन हुन्छ त भनेर मलाई सोध्नु पनि भयो छैन पेन त्यस्तो त हुँदैन भन्ने होइन अनि त्यस पछाडि ल अब त्यसो भए तिम्रो एउटा एक्सरे गर्छु त्यो एक्सरे गरेपछि अनि के कसो छ अनि हेरौँला भन्नुभयो हुन्छ भने अनि हामीलाई त्यो के लेखिदिनु भयो होइन पेपरमा अनि त्यसरी हामी एक्सरेको बिल दिन गयौँ बिल तिरेपछि एक्सरेमा गयौँ अनि त्यस पछाडि एक्सरे गऱ्यौँ अनि गरेर अनि फेरि ब्याक टु द डक्टर भएको ठाउँमा गयौँ अनि डक्टरले अनि हेर्नुभयो अनि तिम्रो यो बोनहरू अलिअलि जोइन भइरहेको छ त्यहाँ अलिकति देखेको थिएन क्या द्याट बोनहरू अलिअलि भनौँ न अलिअलि त्यो देखिरहेको थियो अनि अब हामीले हेर्दाखेरि देख्दैन डक्टरहरूले मजाले देख्नुहुन्छ अनि मजाले डक्टरले यस्तो देखाउनु भयो क्या त्यो उयसमा स्किनमा भनौँ न अब बुझ्नु है तपाईँहरूले मलाई कस्तो
जिब्रो लड बढ्यो क्या भन्नै सकेन। अनि त्यहाँ देखाउनु भयो अनि यसरी जोइन हुँदैछ होइन मजाले। अनि अब तिमीले अलिअलि सानोतिनो काम गर्नु सक्छौ, धेरै हेभी काम नगर्नु, त्यस्तो भारी कामहरू नउठाउनु। अब एक्सर्साइजहरू पनि गर्नु मिल्छ, थेरापीहरू पनि गरिराख, 5-6 महिनासम्म चाहिँ कन्टिन्यू गर। जति तिमीले अब हुन्छ नि एक्सर्साइजहरू अनि थेरापीहरू गर्यो भने तिम्रो बोन अलिक स्ट्रङ हुन्छ। अब चाहिँ सबै थोक गर्न थाल, तर भारी कामहरू चाहिँ नउठाउनु। यति भारी काम तिमीले गर्यौ भने पनि केही अब भनौँ न अब हेभी सामानहरू उठायो भने पेन भयो भने चाहिँ यो काम चाहिँ मैले गर्नु हुँदैन है भनेर नगर्नु भन्नुभयो। गाइजहरू मलाई खासै बोल्नु चाहिँ आउँदैन, मलाई त्यस्तो साह्रो राम्रोसँगले अब हुन्छ नि अरू ब्लगरहरूले जस्तो नि म भर्खर अब यो भ्लग स्टार्टिङ गरेँ हो नि त, अलिकति मलाई त अब नर्भस फिल हुन्छ होइन, बोल्नु केही आउँदैन। अब बिस्तारै बिस्तारै बोल्नलाई सिकिन्छ होइन। अनि गाइजहरू ल मेरो चाहिँ यति नै हो आजको दिन। ल सबैलाई नमस्ते सेवा है बिदाई गर्न चाहन्छु। अनि लास्टमा चाहिँ के भन्न चाहन्छु भने मेरो भिडियोलाई लाइक सब्सक्राइब कमेन्ट अन्त सेयर गरिदिनु होला। तपाईँको साथीभाइहरूलाई पनि सेयर गरिदिएर सब्सक्राइब गरिदिनु लाउनु होला। ओके बाई बाई गाइज।